मेरो नाम केबी थापा हो। खास गरेर चाहिँ अब सर्ट फर्ममा फुल फर्ममा चाहिँ केशबहादुर थापा हो र यो चाहिँ ब्यास नगरपालिका 11 शहीद सन्तचन्द्र टोल भित्र पर्छ र म चाहिँ यहाँको तनसुर सामुदायिक होमस्टेको चाहिँ अध्यक्ष हो र अहिले मैले तनसुर सामुदायिक होमस्टे सञ्चालन गरेको 7 वर्ष जति भयो। तर पहिला पनि मैले एकल चाहिँ होमस्टे खोलेको थिएँ, त्यति बेला चाहिँ सामुदायिक थिएन। 6 वर्ष जति मैले यही घरमा पुरानो घरमा चाहिँ चलाएँ र अहिले पछि चाहिँ होमस्टेको चाहिँ एउटा चाहिँ अवधारणा चाहिँ अलिकति चाहिँ हाइली गएपछि चाहिँ मैले फेरि अर्को चाहिँ एउटा घर चाहिँ 18-20 लाख गरेर एट्याच बाथरुम 9वटा बेड एट्याच बाथरुम बनाएको छु र मेरो चाहिँ यो होमस्टे सँगसँगै के जोडिया भन्दाखेरि मेरो चाहिँ तनसुर कृषि फर्म भनेर मैले दर्ता गरेको छु। तनसुर कृषि फर्म भनेर दर्ता गरेर चलाएको छु र तनसुर कृषि फर्मका साथसाथै श्रीमतीको नाममा दिलु कृषि तथा पशुपन्छी फर्म भनेर पनि मैले चाहिँ चलाएको छु र राज्यलाई चाहिँ मैले चाहिँ दोहोरो तिरेर चाहिँ कर चाहिँ तिरिरहेको छु। र अहिले आएर के भन्दाखेरि बिचमा मेरो यो सुन्तला चाहिँ मैले लगाएँ 700, पहिला 400 लगाएँ, पछि थप गरेर चाहिँ 700 सुन्तला लगाएँ। तर चाहिँ यो सिटस भाइरस ग्रिनिङ भाइरस के भन्छन् हामीले बुझ्दा चाहिँ एउटा चाहिँ सिटस भाइरस भन्ने खालको चाहिँ बुझिन्छ। त्यसले गर्दा चाहिँ खतमै यो जुन चाहिँ बन्दीपुर यता तपाईँको चाहिँ लमजुङ गोर्खा कास्की जतासुकै चाहिँ मरेको चाहिँ अवस्थामा मेरो पनि त्यो बगैँचाहरू 700 सुन्तला सबै मर्यो। तैपनि मैले अझै पनि अब कहाँ जाने त, अब यति बेला चाहिँ बुढेसकालमा अब चाहिँ उमेर घड्किँदै जाँदाको अवस्थामा मैले चाहिँ कहीँ जान चाहिँ अब ठिक छैन भन्ने किसिमबाट उता मेरो चाहिँ जिजुबाजेकै जग्गाहरू थियो लगभग चाहिँ दरबार मुनितिर यो तनसुरको एउटा चाहिँ एउटा दरबार छ। त्यो दरबार मुनि त्यो सेनमान्छे राजाले राज्य गरेको चाहिँ ठाउँ हो यो। 229 वर्ष कति चाहिँ राज्य गरेको चाहिँ भन्ने पाइन्छ। त्यो दरबार मुनितिरपट्टि छ, त्यो ठाउँमा मैले सुन्तला फेरि चाहिँ कोही जग्गा चाहिँ मैले चाहिँ लिजमा लिएँ र कोही किनेँ र कोही आफ्नै थियो गर्दा चाहिँ त्यहाँ मैले फेरि यो कलमी बिरुवा लगाएँ। तर त्यो बिरुवा पनि फेरि बिचमा चाहिँ त्यसको तपाईँको चाहिँ यो तपाईँको प्राविधिकहरू आउनुभएको थियो पोखराबाट शालिग्राम चाहिँ सरहरू, उहाँहरू आएर चाहिँ यसलाई चाहिँ अब के छ त यसको अवस्था भनेर चाहिँ हेर्दै जाँदा पिसिआर गर्दा त्यसको पनि तपाईँको चाहिँ अलिकति चाहिँ देखियो, रोग देखियो। र अहिले चाहिँ यो वर्तमान अवस्थामा तपाईँको तनसुर सामुदायिक होमस्टे र तनसुर कृषि फर्म गरेर म चलाइरहेको छु। मसँग चाहिँ 150 एभोकाडो र अहिले वर्तमान अवस्थामा मसँग चाहिँ 600 चान्चुन सुन्तला छ, 150 सुन्तला अझै मसिनो सुन्तला लगाएको छु। त्यो बिरुवा चाहिँ मैले चाहिँ स्याङ्जाबाट लिएर आएको, त्यो बिरुवा चाहिँ ठिकै छ। तर चाहिँ अहिले चाहिँ सुन्तलाहरू त्यति सखेला भनेर असाध्य त छैन, तर चाहिँ जस तनसुर सुन्तला चाहिँ मिठो छ, राम्रै छ। र अहिले चाहिँ के भन्दा यो होमस्टे आज पनि यहाँ 2-3जना बाबुहरू हुनुहुन्छ पोखरा काठमाडौँबाट चाहिँ आउनुभएको थियो। उहाँ तपाईँको चाहिँ लमजुङ के अरे उसमा मनाङ मुस्ताङ कता चाहिँ ट्र्याकमा जानु भनेर ट्रेकिङको लागि आउनुभएको थियो। उहाँहरू चाहिँ आज चाहिँ 1 नाइट स्टे यहाँ चाहिँ बस्नुभयो र भर्खर चाहिँ यहाँबाट चाहिँ जानुभयो पोखरा। र यो चाहिँ के भन्दा मलाई यो हाम्रो तनसुर विकास हुँदै जाँदा गर्दै जाँदा यो ऐतिहासिक ठाउँ भयो, त्यसले गर्दा विकास हुँदै जाँदा यहाँको चाहिँ अब इम्पोर्टेन्ट चाहिँ पाहुनाहरू आउने भएको हुनाले मैले चाहिँ यता कृषि एग्रो टुरिज्म हो भनेर भन्न चाहन्छु म। किन भन्दाखेरि मैले पनि कुनै पनि चिजहरू यहाँ चाहिँ तपाईँको चाहिँ अन्यको चाहिँ होमस्टेमा जस्तो चाहिँ बजारबाट ल्याएर आलु खुवाउने, लोकल भनेर चाहिँ लोकल कुखुरा भनेर चाहिँ गिरिराजु खुवाउने दायाँमा त्यस्तो छैन। मेरो यहाँ सबै चिज अर्ग्यानिक हुन्छ। इभन चाहिँ अब कोदोको झोल पनि के भन्न चाहन्छु भन्दाखेरि काठमाडौँबाट पोखरा जाँदै गर्दा र पोखराबाट काठमाडौँ जाँदै गर्दा 1 नाइट स्टे चाहिँ यो जम्मा ब्यास नगरपालिकाबाट चाहिँ घाँसीबाट छिरेपछि जम्मा हाम्रो चाहिँ यहाँ 15 किलोमिटर पर्छ। 15 किलोमिटर छ। यताबाट आउँदा पनि तपाईँको चाहिँ यो टुरी पसल यो डुम्रेबाट चाहिँ आउँदै गर्दा टुरी पसलबाट उकालो आयो भने जम्मा कति छ 5 किलोमिटर जति छ होला। यताबाट आउँदा चाहिँ त्यही 15-16 किलोमिटर पर्छ। यो टाढाको चाहिँ छैन।
यहाँ बस्नको लागि दायाँमा यताउता चाहिँ भ्यू पुरै चाहिँ यहाँ चाहिँ अब सबै चाहिँ यो चाहिँ के अरे हिमालहरू देखिन्छ। कुम्भकर्ण चाहिँ अलिकति हो जस्तो लाग्छ त्यो र तपाईँको लमजुङ हिमाल, मनासु हिमाल अनि तपाईँ गणेश हिमाल र उता माछापुछ्रेसम्म चाहिँ देखिन्छ। ले गर्दा चाहिँ यहाँ अब कोही त्यस्तो इच्छुक चाहिँ आउनुभयो भने मेरो चाहिँ यहाँ चाहिँ अब यो उसमै चाहिँ अब राखिदिएको हुन्छ तपाईँको यो तनसुर सामुदायिक होमस्टे क भनेर। मेरो नाम चाहिँ मैले दोहोऱ्याए फेरि केबी थापा हो र 9846091032 मा फोन गरेर चाहिँ तर चाहिँ एउटा चाहिँ के चाहिँ एउटा भएन भन्दा कि होमस्टेमा आउने, होमस्टेमा आउँदा चाहिँ तपाईँको चाहिँ बेलुकी हामी आउँदैछौँ भन्ने खालको चाहिँ एउटा चाहिँ त्यो एउटा ट्रेन बस्यो। त्यसले गर्दा होमस्टेमा त्यो खास होइन होला भन्ने मलाई लाग्छ। होमस्टेमा आउँदै गर्दा त किन भन्दा कि पहिले आउनु भयो, पहिले चाहिँ सूचना हुनु पऱ्यो नि त हामी आउँदैछौँ भनेर। यतिजना आउँदैछौँ हामी यो तरिकाले आउँदैछौँ। अहिले त किन भन्दा होमस्टेमा जस्ट के भन्छ यो हाम्रो प्याकेज अनुसार मात्रै चाहिँ मान्दैन। किन भन्दा आइसकेपछि अब चाहिँ यहाँ क्याम्प फायर गर्ने मसँग चाहिँ अब चाहिँ लगभग चाहिँ 20-25 जना टेन्ट पनि छ। टेन्टभित्र सुत्न नि भाइयो, कहिले काहीँ विदेशी नि आउँछ। त्यसले गर्दा त्यो खालको चाहिँ एउटा छ कि पहिल्यै लगभग भए त हप्ता दिन अगाडि नभए 2 दिन 3 दिन अगाडि नम्बरमा सम्पर्क गरेर हामी आउँदैछौँ यो किसिमबाट आउँदैछौँ भनेर यहाँहरू कोही चाहिँ आउनुभयो भने फोन गर्नुभयो भने म यहाँहरूलाई चाहिँ सेवा गर्न चाहिँ तत्पर छु सदाको लागि। र तपाईँहरूलाई चाहिँ यहाँ चाहिँ म चाहिँ राम्रो अर्ग्यानिक चिज खुवाएर चाहिँ सन्तुष्ट बनाउँछु भन्ने मलाई लाग्छ। हस्, धन्यवाद।